हेलो गाइज, वेलकम छ मेरो नयाँ भ्लगमा। सबैजनालाई नमस्कार। आज चाहिँ म तपाईँहरूमाथि एउटा सानो के देखाउन गइरहेको छु होइन। मेरो साथीको चाहिँ बर्थडे आउँदैछ कि होइन, जेठको 9 गते। अनि उसलाई चाहिँ मैले के गिफ्ट भनेर ल्याएको छु, सानो कुराहरू देखाउँछु तपाईँहरूलाई पनि होइन। धेरै भयो नि त मैले साथीलाई यस्तो बर्थडे गिफ्ट दिन नपाएको। उसलाई चाहिँ पठाइदिनु त मेरो चाहिँ मैले पठाइदिनु भएको छु। ऊ चाहिँ रुकुम जर्जनेर छ होइन, म चाहिँ यता दाङपुचीको छु। अनि भेट नभएको लगभग अब 1 वर्ष पनि नलागिसक्यो होइन। अनि पोहोरति दसैँतिर पनि गएको। अनि उसको चाहिँ बिहे भएको, अनि उसको बिहेमा जान पाइरहेको छु। समयको कारण चाहिँ अब दुःख लाग्छ साथीको बिहेमा जान नपाउँदा पनि होइन। अब उसलाई अब मिल्ने होइन, एकअर्कासँग कुरा साथी गर्ने साथीहरू त। अनि उसकोमा चाहिएको चाहिँ भनौँ न। अनि अहिले चाहिँ उसको बर्थडे नजिकै आउँदैछ होइन। मैले अब पठाइदिन्छु नि त, समय एउटा सानो कुरा लिएर आएको छु उसलाई। अब मसँग दिने छ र होइन। अब त्यो पनि अब मेरो तर्फबाट अब कुनै दिन म सफल भएपछि अरू ठुलो पारिदिला होइन। मसँग चाहिँ पठाइदिनु भनेर आज राति सर्वप्रथम सुरुबाट होइन उसलाई चाहिँ मैले सुरुमा ल्याइदिएको छु होइन। कपडाहरू गाइस फोटो क्लासमा होइन, उसको लागि उसलाई मनपर्छ रहेको छ। सुगा बिहे भएको छ कि त्यही भएर चाहिँ सुगा ल्याइदिएछु एक जोडी होइन। कति अर्को चाहिँ मैले एउटा सिन्दुर ल्याइदिएछु। सिन्दुर पनि अब उसलाई एउटा मनपर्ने भएर चाहिँ ल्याइदिएको होइन। अनि अर्को गएको छ एउटा माला। उसलाई चाहिँ अब आजभोलि कतै जाँदाखेरि घुम्न यताउता लगाउने टाइमसँग ल्याइदिएको होइन। के छैन होइन, साथीको लागि जे पनि गर्न तयार हो कि माला होइन। कस्तो छ अब जन्मदिन मेरो शुभकामना। तिमीले चाहे जस्तो होस् जिन्दगी होइन, तिम्रो जन्मदिनको त्यो शुभकामना चाहन्छु। अनि मलाई नबिर्सिनु।